थ्याङ्क यू गाजरले जिताइदियो नि मलाई। अब तिमी सुत, म जान्छु किचनमा खाना पकाउँछु लाइभ बन्द गरेर। अब के छ, अब हामी पक्का बुढाबुढी होइन त। अब म भोलि अब फेरि तिम्रो भिडियो हालौँ त, भिडियोहरू हालौँ त, अब ड्युट गरौँ त, मेरो आई लभ यु मेरो बाक्लो बुढा भनेर ड्युट गरौँ भोलिदेखि भक्का भक ड्युट गरौँ। त्यो त तिम्रो इच्छा हो अब कुरा हो। तिमीलाई पनि कुनै केटीले हेर्दैन नि त, त्यति गरेपछि मलाई पनि कुनै केटाले हेर्दैन नि त। ऊ यो त बाक्लुङको बुढी रहेछ, यो त म्यारी क्विनको बुढो रहेछ भनेर तिमीलाई पनि हेर्दैन। अब म भोलिदेखि भक्का भक ड्युट गरौँ त भिडियो, म तिम्रो भिडियोसँग हालौँ त, आई लभ यु बुढो भनेर। मलाई त के फरक पर्दैन, तिम्रो पनि हाल्छु नि त मैले फेरि। मलाई केही फरक पर्दैन। आई एम नो बोयफ्रेन्ड, ओके। आई एम तिम्रो इङ्ग्लिस आउँदैन। म भोलिदेखि ड्युट गर्छु है त। ल भोलिदेखि टक्कसँग एउटा 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 यतिको जिन्सको हाफ प्यान्ट लगाउँछु, अनि टक्कसँग दामी लगाउँछु, अनि कोही साडी लगाउँछु, कोही कुर्ता सल। तिमीसँग ड्युट गर्दा चाहिँ म फुल कपडा लगाएर गर्छु है। कुर्ता सुरुवालहरू, लुङ्गीहरू लाउँछु, चोलीहरू लगाएर। अनि कमेन्ट राम्रो आउँछ नि त। अब म ओपन गरेर आउँदा अलिक ब्याड कमेन्ट आउँछ होइन। साडीहरू लगाउँछु, टक्क साडीहरू लगाएर आई लभ यु मेरो बुढो भन्छु। मेरो बुढो हाल कोरिया, अहिले म हाल नेपाल भनेर चाहिँ म ड्युट गरौँ नगरौँ। म त गरिदिन्छु भोलिदेखि ड्युट गर्छु। भोलि तिमीलाई पनि त्यति हो, अरूले पनि हेर्दैन, मलाई पनि हेर्दैन अरूले। यो त बाक्लुङ्गेको बुढी रहेछ, यो त म्यारी क्विनको बुढो रहेछ भन्छ होइन साथीहरू। के गर्ने? ओ हेलो, के गर्ने? भिडियो ड्युट गरौँ त। अब तपाईँ अब बुढा हुनेवाला बुढाको अब प्रमोसन चाहियो नि त। मलाई पनि त्यतिकै गर्नु भएन नि त। आई एम नो बोयफ्रेन्ड भन्दैछन् कोहीले कमेन्ट गरेको यहाँ फेरि। कस्तो म त निद्रा लाग्छ यार। गर्ने कि नगर्ने? गर्ने कि ड्युट गरौँ कि नगरौँ? गर रिल्ली? गर न, के भएर तिम्रो इच्छाको कुरो। अब सबै ज्यानै दिने भएपछि जब त डुएट गर्न किन दिनु? म त फेरि सिधै बुढा भनेर लेख्छु नि फेरि। हाल मेरो बुढा कोरिया, यो हाल म त नेपाल भनेर। ओके भाउजू भन्नु छ साथीहरू। ओके, साँच्चीकै भने हौ। ल अनि त्यसो एउटा भने कुरो म हाल्छु होइन। ल त्यसो भने मलाई यदि बिहे भइहाल्यो भने होइन, तिम्रो टाउकोमा जुम्रा खाने छैन भने जुम्रा सऱ्यो भने त मलाई त औडा लाग्छ नि। फेरि सुटाइसँगै हुँदैन है, कहाँ एउटा दुइटा जुम्रा खालको हुनु? बनाउँछ। छैन, चोखनी त कहाँ जुम्रा बल्छ, छैन। छैन। अनि हामीले बिहे गरेर छोराकी छोरी पाउनु। फेरि माटो नि गाउँमा फेरि म त यस्तो सफासुग्घर छु। बिहान उठेर यसो बाहिर निस्कँदाखेरि फेरि निद्रा जुम्रा हेर्नेको देख्यो नि त पर। कहाँ हिँड्न जुम्रा छिया। त्यस्तो सफा दिनदिन नआउने मान्छेको जुम्रा हुन्छ? हुँदैन। कहाँ त्यस्तो महँगो टिप्ने क्रिम लगाउँछु, स्याम्पूले नुहाउँछु, अनि कहाँ जुम्रा पर्छ? कपडा दिनकै चेन्ज हुन्छ। अघि लाइभ बस्दा, टिकटक लाइभ बस्दा अर्कै काला टी सर्ट थियो, अहिले यस्तो छ। अब भरे एकछिनपछि खाना खाएर आउँदै अर्कै कपडा हुन्छ। दिनमा 3 चोटि कपडा फेर्छु, अनि कहाँ जुम्रा पर्छ? कङ्ग्रेचुलेसन लेख्दैन साथीहरूले। अहिले निद्रा लाग्थ्यो, अहिले निद्रा खुल्दैछ यार मलाई, के हो यार। अब ड्युट गर्छु म भिडियो, तिमी चाहिँ नङ रेलियो भोलिदेखि फेरि गर्छु ल। नङले चिथर्थ्यौ कि खोइ नङ देखाउँछ। नङ त लामै पालिरहेको यार। छैन, भाँच्यो हो त्यो लुगा धुँदाखेरि। यता हल्का छ, यहाँ हल्का छ, यसको त भाँच्यो। इस कङ्ग्रेचुलेसन लेख्न थाल्यो यार साथीहरूले। है तेरि यार। मिस नङ भाँच्यो। ओ डुप्लिकेट लगाएको यसपालि दुख्यो क्या। अस्ति डुप्लिकेट लगाएको कस्तो त्यो नङ जाँदा दुख्यो क्या। कफी लाउँदैन गरी म माया बस्यो, त्यस्तो। माया बस्दैछ यार।
लाल पूर्जा देखाउँछु भन्दैछ नि के खै अब कहिले हुनु पर्यो फेरि लाल पूर्जा घरेर किनेको हुनु पर्यो यहाँ फेरि अर्काको भोलि फेरि अर्काको लाल पूर्जा ल्याएर यहाँ पठाउँदिनँ फेरि मार्छु नि मैले ए बाबा छ के छ्या तिमीलाई मैले के विषय दिलादिनँ म भोलि नै भक्तपुर गएर देखाइदिन्छु टिकटक लाइभमा छ्या म त स्कुटीमा जान्छु हौ म बिहानै अरे तिम्रो त्यहाँबाट 8 बजीतिर त्यहाँ नाम लेख्या हुन्छ घडेरीमा तिम्रो नाम लेख्या हुन्छ म्याकुरी नचाहिने कुरो भयो कसरी तिमीलाई मैले के विश्वास दिलाउँ तिमीलाई म के विश्वास दिलाउँ कसरी दिलाउँ त अब भोलि भोलि कसरी हुन्छ त पढाउनु देखाऊ त्यसपछि बाबुले छोडिदिन्छ कोरियाको काम छोडेर आउँछ अब कोरियामा धेरै नबस कति कमाइ हुन्छ र हुन्छ 2-2.5 लाख हुन्छ कोरियामा ए त्यति जा अब छोडिदेऊ अब नेपाल आऊ मलाई मसँग बिहे गर्ने यतै बिजनेस गरौँ के बिजनेस तिमीले खास के छ तिम्रो सिप के छ र चिसो के छ नि मेरो सिप मोमोसम्म बनाउन आइहाल्छ चाउमिन बनाउन आइहाल्छ टेलर पनि सिकेको छु अब टेलरहरू आइहाल्छ पार्लर सिकेको छैन टेलर सिलाउनु बुनाउनु आइहाल्छ त्यहाँदेखि कति सिक्नु त अनि लुगा सिलाउन आइहाल्छ पार्लर कपडा जस्तो कपडा नि जस्तो पनि सिलाउन सक्छौ सिलाउँछु म पिसको हिसाबमा बसेको थिएँ आफूले सटर भाडा महँगो पर्छ काठमाडौँमा त्यो नचल्ने ठाउँमा त्यो बसेर के गर्ने चल्दैनन् पहिला पिसको हिसाबमा काम गरेको हो नि त मैले पिसको हिसाबमा काम गर्थेँ आँखा दुखेर छोडेको बल्ल जोडी भेटिएछ अनि बिहानी जोडी त भेटियो र खै गाइजहरू अब हेर्दाखेरि तिमीलाई म कस्तो लाग्छ सुन एउटा कुरा भन्छु एउटा तिमीलाई म कस्तो टाइपको लाग्छ त्यस्तो एकदम नक्कली जस्तो लाग्छ कि तिमीलाई नर्मल जस्तो लाग्छ मलाई म त्यस्तो नक्कली छैन मध्यम खालको छौ नक्कली छौ अनि नर्मल पनि छौ के अहिले त इफेक्ट नलागिकन बस्यो हो होइन म नक्कली छैन के टिकटकले गर्दा हल्का यो नक्कल पारेको हो नभए म पहिला एकदम सोझो सिम्पल मान्छे थिएँ म नाच्नु पनि जान्थिनँ नाच्नु पनि म नाच्दा पनि नाच्थिनँ मलाई लाज लाग्थ्यो अनि टिकटकले गर्दा अलिकति म परिवर्तन चेन्ज भएर चाहिँ नक्कल पारेको अनि म सुन म यहाँ आउँदाखेरि एयरपोर्टमा लिन आउँछ मलाई आउँछु फुल लिएर आउँछु नि कहाँ नआउनु त आफ्नो मान्छेलाई झ्याप्पै हक गर्छु अनि भिडियो बनाउनु लाउने साथीहरू ल्याउने बहिनीहरू ल्याउने उनीहरू टक्क भिडियो बनाउँछ आन्धी हक गर्ने भिडियो बनाउने मलाई लाल लाग्छ म त हक त गर्दिनँ टक्क हक गर्ने बहिनीहरूले भिडियो बनाइदिन्छ हामी चाहिँ मजाले म यस्तो फुल दिएर स्वागत गर्छु कि आएर स्वागत एयरपोर्टमा लिन आउँछु अनि हामीले एयरपोर्टबाट लिएको दिन मेरो कोठामा आउने कि हामी कहाँ जाने त्यो दिन त्यो अब तिमी विदेशबाट आउँदा कोरियाबाट आउँदा म एयरपोर्टमा लिन आउँछु अनि हामी मेरो रुममा सिधै आउने कि कहाँ जाने तिम्रो रुममा जाने नि अन्त कहाँ बस्ने र किन खर्च गर्ने र बाहिर ठिकै छ त बाहिर खर्च नगरौँ बाहिर धेरै लाभ पर्छ बरु मेरोमा तिम्रो छोरीलाई खानासाना बनाउनु भन्ने भेराइटी पकाउनु भन्ने छोरीले बनाइहाल्छ बाउ आउँदैछ भने छोरीलाई बाउ कान्छा बाउ भन्नु पर्ला है छोरीलाई के ल्याइदिन्छ त कोरियाबाट एउटा आइफोन ल्याइदेऊ न त छोरीलाई चाहिँ मलाई पर्दैन मलाई तिम्रो माया भइपुग्यो ए तिमीलाई यो 15 है आइफोन 15 थु त्यस्तो थोत्रे न्यू ल्याइदेऊ न नानीलाई न्यू त के को थोत्रे हुन्छ योलाई कसरी थोत्रे भन्छ यार त्यस्तो त चलाउँदैन आजभोलि केटीहरूले चलाउँदै 16-17 वर्ष भएको त कहाँ सानो हो त नानी ठुलै हो त चल म किनिदिन्छु अनि यो कुन चाहिँ आइफोन कुन भनेको छ तिमीले के थाहा छ तिमीलाई त्यसो थोत्रे खुबै चलाउँछ सुट्ने कसरी थोत्रे हुन्छ यो 15 भनेपछि अहिले कति निस्क्यो र आइफोन
तिमी त त्यस्तो काम छैन तिमी त मान्छे त लोभी रहेछ छ्या म त छिची 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 एउटा आइफोन ल्याउनु नसक्ने छि पैसा म दिन्छु तिमी ल्याइदेऊ न तिमीलाई न पैसा दिन्छु बरु ल सुत बाक्लुङ्गे है ल सुत ल ल अब इनबसतिर कुराकानी गरौँ म पनि लाइभ अफ गरेर खाना पकाउँछु तिमीलाई निन्द्रा लागेको छ होइन अब भोलि चाहिँ म ड्युट गर्छु है भिडियो ल साथीहरू ल अहिले म लाइभ इन गरेको छु ल बाई गुड नाइट ल भोलि भेटौँला है अब भोलि पनि कुराकानी गरौँला अनि अब मायापेरीको कुराकानी अगाडि बढ्यो अब ड्युट गर्छु अनि दाइजन म जोडिदिन्छु तिमी अनि दाइ त बोलेर बस ल म जोडिदिउँ को अन्त सोमा चिन्दैन त्यहाँ म्यासेज नगर है टिकटकमा पहिला यतातिर फिक्स नगरिकन के गर्ने जाने कि म गएँ जाने कि के गर्ने अब अहिले बाई बाई भनेको छु भोलि आउँदाखेरि चट्ट मेकअप गरेर चट्ट सफा सुग्घर भएर नुहाइ गरेर चट्ट लाइभमा अब है त्यसरी त्यो हेर त्यहाँनिर आमामा नकराउन यार मलाई आज झ्याउ लागिरहेछ कि अल्छीलाई सन्चो नभएर कि यस्तो तरिकाले आएको तिमीले त कपडा किन्ने तिमीलाई बिहे गर्ने मान्छे भाग्यो भने त हुन्छ कपडा किनिदिनु नपर्ने बुढाइ त सँगै हुँदाखेरि त लाउनु होला तिमीले त अहिले लाइभमा त त्यसरी ध्वजा लाएर बसिन्छौ तिमीसँग भेट्यो भने लाउँदिनँ किन लाउनु होइन बाहिर त लाउँछु घरमा त म्याक्सी सुत्ने बेला म्याक्सी लायो भने हावा पनि पस्छ सजिलो पनि हुन्छ म्याक्सी तिमीसँग त म्याक्सी लक्कै पारेको म्याक्सी वान पिस होइन म्याक्सी वान पिस हुन्छ नि म्याक्सीले म्याक्सी के म्याक्सी म्याक्सी भनेको नाइट ड्रेस म्याक्सी म्याक्सी भनेको अब उदोको उदै उभोको उभै हुन्छ हावा पस्छ क्या बिचबाट के गर्छौ जान्छौ तिमी अब बल गर्नु पऱ्यो अरे हाम्रो केटाहरू ल होइन म हिँड्लाई साथीहरू सबैलाई रेस्पेक्ट छ नमस्कार बोल्दाखेरि कुनै मिस्टेक गऱ्यो भने सरी अब भोलि तिमी चोलो लगाएर आऊ चोलो साडी अनि त्यहाँबाट त्यो ड्रेसमा उपस्थित हुनु पऱ्यो यदि साँच्चीकै हो भने अब नाटक गरेकै हो भने त के भन्नु होइन चोलो माथि चोलो लगाउनु तिमी मेरो बुढा भइसकेको मान्छे कस्तो कुरा गर्छौ यार तिमी मेरो बुढो हो त लाउँछु त अनि बुढोले भनेको कुरा मान्दिनँ ल गाइजहरू सबैलाई बिग रेस्पेक्ट म लाइभ इन गरिसकेँ सुत्ने बेला भयो आँखा भइरहेको छ तिमी लाइभ मसँग बिदा गरेपछि कोहीसँग जोइन भएर बोल्न पाउँदैन तिमी खुरुक्क सुत्छौ नि फेरि म हिँबाट इन गर्ने सिधै तिमी सिधै इन गरेर सुत्ने सिधै हिँबाट इन गर्छु तिमी इन गरेर सुत्ने ओके सिधै हिँबाट इन गर्छु के तिमी मेरो बुढो हो भने सर्लक्कै इन गर्ने सुत्ने हजुर कान्छी ए म त बसिरहेको छु खानै पाएको छैन यहाँ लाइफमा बसिरहेको छु कि खाना चाहिँ पकाइसके हो र यहाँ मेरो बहिनी हो अगाडि आउनु त बहिनी अगाडि आउनु त यहाँ आइदेऊ न यहाँ को भनिरहेको कतिको लाएर बहिनी हो क्या मेरो बहिनी हो हट्टाकटा छ भने ल खाना पाक्यो पकाइसके यहाँहरू त पाएको छैन यहाँ कुरा गरेर बस्दा हेर न ठिक छ जस्तो छ भात पनि के पकाउने होला 8 बजिसकेको छ रुबीले फिङ्गर सिप किन्छु भनेर आइनेको छ रिस्क्यो एक गेम खेलाइदियो फिङ्गर सिप लगाएर किन्नु भात पनि के खाने होला आउँछ 40 वर्षको अरे 50 वर्ष भएको म के को 40 50 पुगिसक्यो 50 नागे भर्खरदेखि गर्ने 50 मा आएको उताकी बहिनीको विवाह
छैन कन्ने केटी ऊ पनि दाइको जस्तो बाइक छु बिहे भएको छैन पैसा आउने भयो यताको बहिनीको बिहे भएको छ भन्छ अनि छैन भनेको बिहे भएको छैन तपाईँको चाहियो छैन छैन के चाहियो भनेर उनीलाई देखाउनु तिमीलाई बिहे भएको छैन कान्छी मेरो उतै ट्यापर ल्याउ यस्तो ल्याउ त तिमीलाई यहाँ पर्दैन होइन के होइन कि त्यहाँ हाल्छु कि म त्यो यहाँ छ नि टाउकोमा मैले यो लगाएको छु क्या त्यो होइन होइन अर्को सेतो यहाँ त्यो म तिमी बोलेको सुनेन क्या उसले बाक्लोमा सेतो छ नि मेरो छ ओके सेतो भेटेन कहाँ परेछ त मेरो सेतो ए छैन र मेरीसँग बिहे गर्ने भाइ भन्दै हुनुहुन्छ राज उसले त्यही भन्छ अब 8 बजेछ भात पनि पकाएको छैन के गर्ने होला कति भात पनि खानु केही खाचरा खुचरो खानु पर्ला ट्यापर पनि कहाँ लगाइहाल्यो हौ मैले त साथीहरू सबैलाई गुड नाइट है म सुतेँ नमस्कार एकदम माया छ फलो गर्नु भएन भने फलो भुटुङटुङ गरिहाल्नुहोस् है साथीहरू मलाई फलो गर्नु भएन कतिले फलो गर्नुहोस् कहिले फेरि बल गरेर जान्छ भनेर पनि कमेन्ट आयो अगाडि त्यस्तो नगर्नु छैन मेरो ट्यापर कोले फलो गर्ने हेर्दैछु है कोले फलो गर्ने साथी बन्ने भने फलो ओइ तिमीले किन सियाको भिडियो हालेको सबले फलो हान त फलो हान त गाइस सबले फलो गर्नु भएन फलो हान त लक्ष्मण सबले फलो गर्नु लागि जसले फलो गरेको छ सबले फलो हान्ने फलो नहानेकोले बिर्सनु भयो होला कि मलाई फलो चाहिएर त होइन है फेरि मेरो त लगभग 1,90,000 क्रस भइसक्यो होला सायद 1,80,000 थियो अस्ति थाहा छैन 1,80,85,000 त मेरो पुगिसकेको छ चाहिएको त होइन त्यही पनि सबले फलो गर्नु न साथी भन्छ अनि लाइभहरू हेर्नु हुन्छ फुर्सद हुँदाखेरि हेर्न पाइन्छ होइन त्यसकै लागि हो फलो सबलाई हान्नु गाइजहरू 1000 हुनुहुन्छ कि ल लास्ट एउटा म्याच खेलौँ अनि भागौँ है एउटा गेम खेलौँ अनि यो म्याचमा एउटा बाजी के राखौँ भन्दाखेरि जसले हार्छ ऊ एकचोटि उठेर 5 चोटि घुम्छ फुलबाट